आज खसी बनाउनु नि मजा कस्तो हुँदो संसारको हो खत्तै गाउँघर ल्या भन्दै झुक्याउँदै भन्ने हल्लाहरू लाउँछ कहिले झुक्याउनु पनि पर्छ नि कति सत्य गर्ने त मैले त्यो खसी बजारतिर गयो ल्यायो यो गाउँबाट आएको भनेपछि चट पकाउनु चाल भइहाल्छ मासु नै हुन्छ पानी आउनु हुन्छ मासु नै हल्लो हुन्छ पुरै मासु च्यालेर चनाको चना हालेर त्यो उखाउँदो रहेछ त्यो बेच्नुभन्दा अगाडि चुना पानी खुवाइदिइहाल्दो रहेछ त्यसले गर्दा मासु च्यालेर पानी बढ्ने कि मासु वेट गर्ने बोसो गर्ने दुईटा काट्यो त्यसै मासु नत्ति नहुने रहिँदैन म गएर ल्याएर दुईटै त्यस्ता भने मासु 50 किलो काटिने जान्छ 60 किलो काटिने जान्छ अनि पुगेन पुग्छ जति काट्यो अब मर्ने भएपछि गोली चलाएको हुन हौ परमेश्वर आराम जाउँ परमेश्वर परमेश्वर अब दुधीको चाहिँ अब पर्व यो फुलपाती फुलिरहेको पर्व बनाइसक्यो त्यसको लागि अब पूजा आजा चलाउनको लागि सोधखोज गरौँ भनेर परमेश्वर आज एउटा त्यो बालक आएर त्यो नाति हिजोदेखि ज्वरो आएको भनेर उनीहरूलाई केही भएन हस्पिटलतिर लैरहेको छ एमबिसी ल्याइरहेको छ लाग्छ नदुख्छ ज्वरो एकदम भन्न नि आइरहेछ कुनै लगनीले होला कि पुरासले होला कि अब परमेश्वरले शक्ति साथ दिनु पर्यो गरिदिनु पर्यो मेरो आँखा त परमेश्वरले गर्छ भने त भएन अलिक धेरै भइसक्यो अब निमन हुन सकेन के भयो होला यसको कति हालेछु किल्लो निमन भएन तर अफिसमा धेरै ठिक हो भने चाहिँ यो तल छोरीको साहेबमा चाहिँ सुनपङ्खीमा चाहिँ उनीहरूले त्यो मगर भाइको परमेश्वरको अनि गुरु गणेशको चाहिँ सुनाएको छोरी एउटामा शङ्का लाग्यो रे पहिला अलिक केही ठुलो छोरी
ठिक छ परमेश्वर त्यो ठिक छ अब दुलीको चाहिँ अब दुलीले नै बनाएर सुन्न पर्यो नि त अनि अब सबै उसको पत्र आयो सबै सुनपङ्खीहरू एकदमै ठिक छन् यो मतलब कान्छा गरिए साइबाले गडबड गरेर परमेश्वर के भो रे गाईसम्म दिएन रे। गाईले सबैको दुध दिएन रे मेरो त्यो बुढी बाउको सोच्नु पर्यो हात एकछिन आएर गरेर सोचे भएर एकछिनमा बिसे हुने फेरि त्यो हात एकछिनमा फेरि नचल्ने आराम जाऊ परमेश्वर Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.